कसैले एकदमै सही भनेका छन्, परिस्थितिले नबदलेसम्म मानिस कहिले आफै बदलिन खोज्दैन। एकपटक एउटा राजा थिए जो अत्यन्तै अल्छी थिए। उनी न त आफ्नो राज्यको भलोका बारेमा सोच्दथे न त कुनै राम्रो काम नै गर्दथे। उनको दिनचर्या केवल 3वटा कुरामा नै सीमित थियो: खानु, सुत्नु र आराम गर्नु। शासनप्रति कुनै चासो थिएन। यही कारणले गर्दा उनको राज्यका प्रजा खुसी थिएनन् र दरबारका मन्त्रीहरू पनि राजाको यो बानीले निकै चिन्तित र निराश थिए। समय यसरी नै बितिरहेको थियो। खाने र सुत्ने बाहेक अन्य केही काम नै नगरेकाले समय बित्दै जाँदा राजाको तौल पनि बढ्दै गयो। अब उनको तौल यति धेरै बढिसकेको थियो कि उनी आफ्नो ओछ्यानबाट उठ्न समेत नसक्ने भइसकेका थिए। शत्रुहरू राजाको यस्तो अवस्थाको मजाक उडाउँथे। उनीहरू हाँस्थे, तर दरबार मौन थियो। यही क्रममा राजालाई एक दिन आफ्नो यस्तो अवस्थाप्रति निकै लज्जाबोध भयो। उनले आफैलाई प्रश्न गरे, के अब म सधैँ यस्तै रहने हो? उनले ठाने, होइन, अब म ठिक हुनुपर्छ। यदि यही अवस्थामा रहिरहे भने म पूर्ण रूपमा नष्ट हुन्छु। म र मेरो राज्यको अस्तित्व समाप्त हुन्छ। त्यसैले म फेरि पहिले जस्तै फिट र स्वस्थ बन्नै पर्छ। त्यही दिन उनले आफ्नो सम्पूर्ण राज्यभर घोषणा गरे, जो कोहीले मलाई पहिले जस्तै फिट र स्वस्थ बनाउँछ उसलाई म ठुलो इनाम दिनेछु। राजाको यस्तो घोषणापछि राज्यका सबै वैद्यहरूले उनलाई विभिन्न प्रकारका जडीबुटीहरू दिए, तर कुनै पनि प्रभाव देखिएन। उनको तौल घट्नुको सट्टा उल्टो झन्झन बढ्दै गइरहेको थियो। दरबारमा उनलाई धेरैले सुझाव दिन्थे, उनले कमसेकम ओछ्यानबाट उठेर अलिकति भए पनि हिँडडुल गर्न पर्छ। तर राजा उठ्न सकिरहेका थिएनन्। कारण के थियो भने उनले वास्तविक रूपमा मनैदेखि प्रयास नै गरिरहेका थिएनन्। उनी त केवल कुनै जडीबुटी खाए मात्र आफू फिट हुन सक्छु भन्ने सोच्दै थिए। यस्तो गर्दै समय बित्दै थियो। एक दिन त्यस राज्यमा एकजना बुढा सन्त आइपुगे। उनलाई थाहा भयो कि राजा आफ्नो तौल घटाउन चाहन्छन्। उनले राजाको बारेमा सबै कुरा बुझिसकेपछि राज्यमा एउटा खबर फैलाए, मसँग एउटा यस्तो जडीबुटी छ जसले राजाको तौल 100% घटाउन सक्छ, तर म राजदरबारमा जाँदिन। राजा स्वयं मेरो कुटीमा आउनुपर्छ र मेरै हातले त्यो जडीबुटी खानुपर्छ। जब सन्तको सन्देश राजासम्म पुग्यो, राजा खुसी भए। उनले आदेश दिँदै भने, त्यो सन्तलाई तुरुन्त दरबारमा बोलाऊ। तर सन्त दरबारमा आउन मान्दैनन् भन्ने कुरा थाहा पाएपछि राजा निकै क्रोधित भए। उनले भने, यो कस्तो प्रकारको ठट्टा हो? म आफै उठ्न त सक्दिन, कसरी म उनकोमा जान सक्छु? दरबारका मन्त्रीहरूले राजालाई सम्झाए, महाराज, यो तपाईको अन्तिम अवसर हो। आजसम्म कसैले पनि यसरी दाबीका साथ तौल घटाउन सक्ने कुरा गरेका थिएनन्। त्यसैले कम्तीमा एक पटक भए पनि तपाईले प्रयास गर्नुहोस्। सन्तले 100% तौल घट्ने भनेर दाबी गरेका कारण राजा यो पालि अलि विश्वस्त भएका थिए। उनले प्रयास गर्न थाले। लामो सङ्घर्षपछि अन्ततः उनले उठ्न सके र केही पाइला पनि चाले। अर्को दिन सबेरै सैनिकहरूको सहयोगमा बिस्तारै हिँडेर सन्तको कुटीतर्फ लागे। तर त्यहाँ पुगेपछि उनले थाहा पाए कि सन्त त बाहिर गएका रहेछन् र अर्को दिन मात्र उपलब्ध हुनेछन्। यो सुनेर राजा फेरि क्रोधित भए, तर उनी लाचार थिए। भोलिपल्ट राजा फेरि सन्त कहाँ गए। सन्तले मन्त्र जपेर राजालाई जडीबुटी पिलाए र भने, महाराज, तपाईँ 1 महिनासम्म हरेक दिन यसरी नै हिँडेर मेरोमा आउनुपर्छ र मेरो हातबाट यो जडीबुटी पिउनुपर्छ। राजाले बाध्य भएर स्वीकारे। यही प्रकारले दिनहरू बित्दै गए। महिना दिनसम्म दिनौँ हिँडेर सन्तकोमा आउँदा जाँदा गर्दा राजाको तौल घट्न थालिसकेको थियो। राजालाई हलुका महसुस भइरहेको थियो। उनी खुसी भएर सन्तलाई सोधे, यो जडीबुटी के हो? यसलाई कसरी बनाउने? मेरो राज्यका वैद्यहरूलाई पनि यो बनाउने उपाय सिकाइदिनुहोस्। राजाको यस्तो कुरा सुनेपछि सन्तले मुसुक्क मुस्कुराउँदै भने, महाराज, यो कुनै जडीबुटी होइन, यो त केवल शुद्ध पानी हो।
जुन म तपाईँलाई विगत 1 महिनादेखि पिलाउँदै थिएँ। राजा अचम्मित भए। त्यसपछि सन्तले भने, हो, तपाईँलाई कुनै जडीबुटीले ठिक बनाएको होइन। तपाईँ त तपाईँको आफ्नै प्रयासले ठिक हुनुभएको हो। तपाईँ हरेक दिन हिँडेर मेरोमा आउन बाध्य हुनुभयो। तपाईँ हरेक दिन हिँड्नु, कोसिस गर्नु अनि आफ्नो आरामको घेराबाट बाहिर निस्किनु नै तपाईँको तौल घट्नुको एकमात्र ओखती थियो। साथीहरू, हामी पनि जीवनमा कहिलेकाहीँ कथाको राजा जस्तै हुन्छौँ। सफल हुन त चाहन्छौँ, तर प्रयास नै नगरी कुनै चमत्कार खोज्छौँ। हामी धेरै पटक आफ्नो कमजोरी, डर र अल्छीपनको कारणले जीवनमा अगाडि बढ्न सक्दैनौँ। हामी सोच्छौँ कि कुनै चमत्कारले हामीलाई सफल बनाउँछ। तर वास्तविकता के हो भने परिवर्तन बाहिरी कुराबाट होइन, हाम्रै साना प्रयासहरूबाट आउँछ। यदि राजा बाध्य नभएको भए उनले कहिल्यै आफूलाई सुधार्न सक्ने थिएनन्। यदि हामी पनि हाम्रो सहज जीवनमा नै रमाइरह्यौँ भने कहिले उचाइमा पुग्न सक्दैनौँ। अन्त्यमा जीवनमा कुनै पनि समस्याको समाधान परिश्रम र निरन्तर प्रयासले हुन्छ, कुनै सर्टकट वा बाहिरी सहयोगले होइन भन्दै आजलाई हामी बिदा हुन चाहन्छौँ। यदि तपाईँलाई यो कथा मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर तपाईँको विचार व्यक्त गर्नुहोस् र सेयर गरेर आफ्ना साथीभाइहरूमाझ पनि पुर्याउन मद्दत गर्नुहोस्। र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोस्, ताकि आगामी दिनमा पनि यस्तै प्रेरणादायक कथाहरू सुन्न पाइरहनुहोस्। अर्को प्रेरणादायक कथासहित फेरि भेट्नेछौँ। तबसम्मका लागि बिदा हुन्छौँ। हस्त, धन्यवाद।